कोदोको रोटीको खरायो। एका देशमा टाढाको एउटा सुन्दर गाउँमा एउटा बुढा र बुढी बस्दथे। एक दिन बुढीले भनिन्, आज त कोदोको रोटी बनाउँछु। उनले भकारीबाट एउटा कटौरामा कोदो ल्याइन्। ढिकीमा पिसेर कोदोको पिठो बनाइन् अनि पानी हालेर मुछिन् अनि मुछेर गोलो बनाइन् र त्यसलाई खरायोको जस्तै आकार दिइन्। कति राम्रो खरायो जस्तै बनेको। बुढी मुस्कुराएर त्यसलाई ढकनीले छोपिदिइन्। त्यसपछि बुढी बार्दलीमा सुकाइराखेको मुलाको अचार लिएर आउन गइन्। तर फर्केर ढकनी खोलेर हेर्दा त कोदोको रोटीको खरायो त उफ्रिँदै बाहिर निस्कियो। अचम्म मान्दै बुढीले हेरिरहिन्। बुढा र बुढी दुवै एकदमै भोकाएका थिए। उनीहरू त्यसको पछि लागे। रोक रोक रोटी खरायो भन्दै दौडिए। तर कोदोको रोटीको खरायो उफ्रिँदै हाँस्दै भाग्यो। म त तिमीहरूभन्दा छिट्टो भाग्छु भन्दै झन टाढा टाढा पुग्यो। दौडिँदै गर्दा बाटोमा उसले एउटा सानो बाघ भेट्टायो। बाघले भन्यो, ओहो, मलाई त भोक लागेको छ, म तिमीलाई खाइदिन्छु। तर खरायो हाँस्यो, हुने कुरा गर बाघ, बुढाबुढीले त मलाई समात्न सकेनन्, तैँले के समात्लास् र? त्यसपछि फेरि उफ्रिँदै भाग्यो। अब बाघ पनि बुढा र बुढीसँगै खरायोको पछि लागे। थोरै पर भागिसकेपछि कोदोको रोटीको खरायोले एउटा गाई देख्यो। गाईले भन्यो, ओहो सानो खरायो, मलाई भोक लागेको छ, म त तिमीलाई खाइदिन्छु। खरायोले भन्यो, बाघले बुढाबुढीले त मलाई समात्न सकेनन्, तिमीले त के सकौला र? त्यस पछाडि ऊ निकै बेसरी दौड्यो अनि गाई पनि बाघ, बुढा र बुढीसँगै खरायोको पछि पछि लाग्यो। भाग्दै भाग्दै जाँदाखेरि कोदोको रोटीको खरायो नदीको किनारमा पुग्यो। अब भने खरायो अलिकति डरायो। ओहो, म त पिठोबाट बनेको छु, यो पानीमा परे भने पग्लन्छु, उसले सोच्यो। तर पानीमा नजाउँ, पछाडि दौडिएकाहरूले समात्छन्, पानीमा जाउँ पग्लिने डर। त्यही बीचमा अचानक एउटा चलाख स्याल आइपुग्यो। स्यालले भन्यो, खरायो डर नगर, म तिमीलाई नदी पार गरिदिन्छु। खरायोले भन्यो, तिमी त मलाई खान खोज्ने हौ कि? स्याल मुस्कुराउँदै भन्यो, नाइ नाइ, म त सहयोग गर्छु। अन्ततः खरायोले विश्वास गर्यो। त्यस पछाडि कोदो रोटीको खरायो स्यालको ढाडमा चढ्यो। स्याल पौडिन थाल्यो। नदीको बीचमा पुगेपछि स्यालले भन्यो, म त अलिक थाकेँ, तिमी मेरो टाउकोमा बस न। खरायो टाउकोमा गयो। अब फेरि अलि पर पुगेपछि स्यालले फेरि भन्यो, अब म झनै थाकेँ, तिमी मेरो नाकको छेउमा बस। खरायो पनि फेरि स्यालको नाक नजिकै गएर बस्यो। यत्तिकैमा नदीको किनार आइपुग्यो। किनार आइपुगेपछि कोदो रोटीको खरायो झर्नै लाग्दा चलाख स्यालले आफ्नो नाक फुत्त माथि गर्यो अनि कोदो रोटीको खरायो माथि आकाशमा उड्यो। त्यस पछाडि स्यालले गर्यो अनि कोदो रोटीको खरायो स्यालको मुखमा पर्यो अनि स्यालले मस्तसँग त्यो खायो। यसरी चलाख स्यालले आफ्नो बुद्धिमा पारेर कोदो रोटीको खरायोलाई कुर्लुम्मै खायो। पुन्टे घरमा कोदो रोटीको खरायोको कथा सकियो। राम्रोसँग सुत, मिठो सपना देख। शुभरात्रि। यस्तै भिडियो हेर्न पुन्टेकोमा सब्स्क्राइब गर्नुहोस् अनि त्यो घन्टीलाई पनि ट्याङ्ग थिच है त। पुन्टे घर।